हेलो साथीहरू, वेलकम ब्याक टु माई न्यू भिडियो है त। र साथीहरू, आज चाहिँ म ओखलढुङ्गाको ठ्याक्कै यो किनारामा दुधकोशीको किनारामा आइसकेको छु र म चाहिँ तपाईँहरूलाई थोरै यो दुधकोशीको बारेमा चाहिँ कुरा गर्नेछु है त आजको भिडियोमा चाहिँ। र साथीहरू देख्न सक्नुहुन्छ हाम्रो दुधकोशी नदीमा चाहिँ यतिखेर एकदमै यो बाक्लो न बाक्लो भेल आएको रहेछ र पानी पनि एकदमै बढिरहेको रहेछ। माथितिर देख्न सक्नुहुन्छ यो दुधकोशीको अलिकति माथिपट्टि चाहिँ यो रोड छ। यो रोड हुँदै आएको हामी चाहिँ, र यो रोड बाटो चाहिँ एकदमै अप्ठ्यारो छ र यो अप्ठ्यारो बाटोहरूमा चाहिँ सरकारको पनि अलिकति ध्यान केन्द्रित होस् भन्न चाहन्छु। यस्तो छ बाटो। अनि फेरि यहाँ हेर्न सक्नुहुन्छ साथीहरू, माथिले त्यस्तो खतरा पहिरो चाहिँ पहिरो बगेर चाहिँ यहाँ यो रोडलाई यस्तो गरेको छ। तर यतातिरको रोड त लगभग राम्रै हो भनौँ साथीहरू। यहाँभन्दा माथितिरको यो डाँडातिरको रोड चाहिँ एकदमै हिँड्नै नसकिने अवस्था खालको छ है त। अनि यो तलपट्टि देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो दुधकोशीको किनारा हो र यो दुधकोशी चाहिँ माथि दुधकुण्डबाट चाहिँ बगेको हो अरे। यसको बग्ने ठाउँ मुख्य ठाउँ चाहिँ दुधकुण्ड हो अरे। अनि यतिखेर देख्न सक्नुहुन्छ एकदमै ठुलो पानी छ। यतातिर काठहरू बगाइराखेको छ। यो वरिपरि चाहिँ यस्तो धेरै काठहरू चाहिँ ड्याङ राखेको छ है त। यो पानीले सबै उतारेको। यहाँ चाहिँ एकदमै धेरै ठुलो काठ रहेछ। अनि यस्तो लामो काठहरू चाहिँ यो बाढी आएर चाहिँ बाढीले ल्याएको काठहरू रहेछ साथीहरू। यस्तो ठुलो रहेछ। अनि उतापट्टि देख्न सक्नुहुन्छ यो यता छेउतिरको चाहिँ रोड हो। अनि यतापट्टि उता बग्दैछ पानी एकदमै आनन्दसँगले साथीहरू। अनि ल यो चाहिँ ठ्याक्कै ओखलढुङ्गा जिल्लाको किनारामा पर्छ है दुधकोशी नदी चाहिँ साथीहरू। अनि माथि दुधकुण्डबाट बग्दै आएर यहाँ आइपुग्दाखेरि चाहिँ यो दुधकोशीको पानी चाहिँ यति ठुलो हुन्छ अहिले वर्षमा चाहिँ, र हिममा त सानै हुन्छ। हिममा त लगभग यसको आधी मात्रै हुन्छ होला, आधी मात्रै भन्दा पनि आधी हुन्छ होला। यो पानी त पुरै यतातिर हुन्छ क्या, यति मात्रै हुन्छ साथीहरू। अहिले त देख्न सक्नुहुन्छ पानी त आमामा कत्रो ठुलो भएको। म पनि यतातिर थोरै अगाडि चाहिँ आज श्रमदान हाम्रो चाहिँ भर्खरै यो खोलाको ब्रिज बन्दैछ। अनि ब्रिजमा चाहिँ श्रमदान गर्नुको लागि आएको साथीहरू। यहाँ हेर्नु यस्तो ठुलो काठ बगाउँदैछ, खतरा बगाइदियो हौ यस्तो। यहाँदेखि चाहिँ चुङ्गुङ्गै उफार्ने रहेछ अनि ढुङ्गुङ्गै फाल्ने रहेछ क्या। मान्छेहरू बगाउँदा लग्दा पनि यस्तै गर्छ होला है। अनि म चाहिँ श्रमदान गर्नु आउँदैछु। अनि श्रमदान गर्न आउँदै बाटोमा चाहिँ यहाँ माथि एकदमै बिजुक तरिकाले आयो यो माथिको बाटोतिर। अनि यहाँनिर बाटोमा चाहिँ छोटो भिडियो मन लागेर मैले चाहिँ भिडियो बनाएको छु। अनि हाम्रो ओखलढुङ्गा जिल्लाको यो किनारा दुधकोशीको किनारा चाहिँ आज मैले तपाईँहरूलाई देखाएँ। र साथीहरू यो भिडियो चाहिँ तपाईँहरूलाई कस्तो लाग्दैछ, यदि मन परेको छ भने लाइक कमेन्ट सेयर गरिदिनु होला। र मेरो च्यानल चाहिँ एकदमै नयाँ छ है त साथीहरू। ल यस्तै खालको केही रमाइलो र केही नयाँ भिडियोहरू, गाउँतिरको भिडियोहरू म तपाईँहरूलाई फेरि छुट्टो अरू भिडियोहरूमा पनि ल्याउने र देखाउने प्रयास गर्नेछु भन्ने एउटा सानो बाचा राख्दै यो भिडियोबाट बिदा हुन्छु साथीहरू। मेरो भिडियोलाई अरू भिडियोहरूलाई पनि हेरिदिँदै गर्नु होला है त। ल धन्यवाद सबै साथीहरूलाई भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा।